हेलो गाइज वेलकम टु स्पाइस हेरा। आज हामी बनाउँदैछौँ लच्छा प्याज और प्याजको अचार रेस्टुरेन्ट होटल स्टाइलमा एकदमै मिठो अनि टेस्टी यम्मी। फर्स्टमा स्लाइस अनियन कट गर्नुहोस्, मजाले थिक कट गर्नु होला हैन। थिक कट गरिसकेपछि यो अलि बेरसम्म टिक्छ जब हजुरले यसलाई साध्नुहुन्छ। अब त्यसपछि चाहिँ यसको रिङ्सहरू सेपरेट गर्नुहोस् प्याजको। मजाले सेपरेट गर्नुहोस् अनि घरमा पनि यो बनाउनुहोस् हैन। अनि त्यसपछि एउटा विशेष सूचना छ, प्लिज सब्स्क्राइब चाहिँ गर्नुहोस् है। अब मिक्सिङ बोलमा ओनियन रिङ्सहरू एड गर्नुहोस् अनि त्यसपछि कोल्ड वाटर एड गर्नुहोस् फर क्रन्ची बाइट। अनि ओनियन्सलाई 10 मिनट जति रेस्ट दिनुहोस् अनि यसलाई स्टेन गर्नुहोस् है त। अनि त्यसपछि मिक्सिङ बोलमा ओनियन एड गर्नुहोस्। यो एकदमै मिठो हुन्छ है। अनि त्यसपछि हामी अब एड गर्छौं स्पाइसेसहरू, रेड चिल्ली पाउडर, त्यसपछि ब्ल्याक सल्ट, तपाईको टेस्ट अनुसार तपाईले सल्ट राख्न सक्नुहुन्छ। अनि त्यसपछि धनिया पाउडर अथवा कोरिएन्डर पाउडर। अब हामी एड गर्छौं ग्रीन चप चिल्ली, फ्रेश ग्रीन चप चिल्ली। अनि त्यसपछि फ्रेश कोरिएन्डर लिफ, चप है फेरि नबोल्नु है, लिफ एड गर्नु होला फेरि डाइरेक्ट। अनि त्यसपछि मस्टर्ड ओइल एकदम शार्प टेस्टको लागि। अनि त्यसपछि लेमन जुस मजाले एड गर्नुहोस्। खाना पनि मजा आउँछ है, एकचोटि ट्राई चाहिँ गर्नुहोस् है, यो रेसिपी चाहिँ फलो गर्नु होला। अनि त्यसपछि राम्रोसँग मिक्स गर्नुहोस्, स्पाइसेस र इन्ग्रेडियन्ट्सलाई राम्रोसँग मिक्स गर्नुहोस् है त। वाउ, देख्दै खाम भयो। अब भयो प्लेटिङको टाइम, प्रेजेन्टेबल त गर्नु पर्यो नि। अनि त्यसपछि हामीले प्लेटिङ गर्दैछौँ। वाउ, आई लभ इट के। मुखमा पानी आयो, तपाईको पनि आयो होला अवश्य। अनि त्यसपछि कोरिएन्डर लिफले गार्निश गरिदिनुहोस्। घरमा चाहिँ एकदमै ट्राई चाहिँ गर्नुहोस् है, घरमा सरप्राइज दिनुहोस्।